हप्तामा 2 घण्टाको लागि चर्चमा आयो, नाटक खेल्यो, स्तुति प्रशंसा गर्यो, हालेलुया भनेर करायो, चिचायो, धन्यवाद भन्यो। संसार हप्ताभरि चाहिँ संसारका मानिससँग खायो पियो मोज मजा गर्यो, संसारकै मानिस जस्तो भएर जियो। अनि शनिबारको दिन चाहिँ खालि 2 घण्टाको लागि आज चर्चमा आएर नाटक खेलेर, त्यस्तो प्रकारको त हुँदैन। हामी त जीवन भनेपछि त खालि 2 घण्टाको लागि मात्रै जीवन जिउने होइन नि, हामी त पुरा जीवन। अनि संसारमा पनि हामी गइकन संसारकै मानिसहरू जस्तै, त्यो रोमी 12:2 लेखेको छ नि, संसारसँग एकै चालका नहौ, तर तिमीहरूको मनको परिवर्तनले तिमीहरू बदलियौ। हामी त हाम्रो मनको परिवर्तनले बदलिन पनि, संसारसँग एकै चालको नहुन पनि। हाम्रो भाइ बहिनीहरू के त चर्चमा आउँछन्, गएर त्यहाँदेखि डाँड रक्सिम खाइरहेछन्, ताचुवा खेलिरहेछन्, जस्तो मानिसहरू बोलिरहेछन्, छुटाउनै छैन। यो चाहिँ क्रिस्चियन हो, यो चाहिँ अक्रिस्चियन हो, छुटाउनै सक्दैन। आज संसारमै जीवन बितायो हप्ताभरि, अनि 2 घण्टाको लागि नाटक खेल्नको लागि शनिबारको दिन चर्चमा गयो। त्यस्तो प्रकार त हुँदैन नि। यस कारण हामी चाहिँ एकदम भाइ बहिनीलाई सिकाउनुपर्छ, पवित्र आत्माको भरपुरी पाउनै पर्ने हो। हामीले एकदम यो अनुभवमा ल्याउनै पर्छ। अनि आफै पनि हामी आफैमाथि भर पर्ने होइन कि पवित्र आत्मामाथि भर पर्न सिक्नुपर्छ हामीले।